कटी हाले रोटी डटर तेरो युट्युब च्यानल के रे उज्जवल थापा मगर ल प्रसन्न भएर इजन ल भयो भयो आनन्दले चाँडै पर्छ यो त म्यान उटा पनि फालम फालम कुरा गर्ने कुरा पनि अनि सही नगरेर काट्ने होला के हाल हालिदियो आराममा यो त्यो सानो मैले त्यो फार्मलाई त्यो सानो ल्याइदिएँ भनेको के ल्याएर भनेकै ठाउँ गरे भन्दा पुरै बसेर भइसक्यो अन्त बुङ्गरले चाहिँ सकिसक्यो त्यो त भइसक्यो सबै सक्यो भित्र कता गरौँ पहिला भनेको कति त्यही विश्वकर्म बस्ने बेला नि कति कुराहरू त्यो कुरा उठे भनेको भन्न त यहाँ बल्ल अब होला भलकमा आउँछ उज्जवल थापा मगर होइन कलेजको भलक म उठाउनु किन दिन्छु होइन हुन्छ साथै गर्छौँ भान्दै त अस्ति त्यही भन्छु कम अपरेसन गरिराख्न भन्दैछ अपरेसन गरिराख्छ मास्टर ए बिपिनले किन भन्न फोन आनन्द अस्ति भइसक्यो यो खाना निकाल्ने यति टाइम लाग्यो अनि सबै त्यस्तै मान्छे नगरेको त्यही पनि बल्ल बल्ल निस्क्यो कस्तो हुन्छ सिक्छ पनि अनि यसो एउटा लिएर हुन्छ हो त्यो हुन्छ हुन्छ है अङ्कलको एकदम लाग्ने रहेछ यो अर्को खुकुरी ल्याइदिएको पो मैले यो भोजपुरी हो भोजपुरी यो सानो यो हो यस्तै खुर्दी मासु उर्किन र उनीहरू त ढुङ्गा के अरे हड्डी हानिदिन्छन् अनि हुन्छ नि कति अर्ध बेला त्यो हरेलोको किनेको काट्नुमा उज्जवल भाइको त युट्युब च्यानल रहेछ त्यहीमा लग ल नाच्नु होला नि त अहिले भोलि लग ल भोलि ल भोलि जाने हो कि हजुर फेरि लग ल ल ल ल हेकुलो जाने
बाह्र दुईजना किन तपाईँले एक्लै गराउनुहुन्छ त झन् यस्तो मान्छेहरू भनेको कि भाइरल भएपछि होइन त्यस्तो त्यस्तै केही भाइरस आएर केही नि होइन जस्ट फर मेमोरी हुन्छ क्या मेमोरी हुन्छ बानी यसो हेर्नुहुन्छ ल त्यहाँ सिट छ है सिकिस्तै हुन्छ अङ्कल झर्दैन कदम यो कागरे पुरै अझ यता होइन सानो अस्तिको एउटा भिर्नी खाले है शान्त गराउँछु यसलाई चाहिँ लगेर बाटो जाँदा चाहिँ पानी झरे चाहिन्छ धेरै चाहिन्छ कटिहाले रोटी कति हो रोटी हुनै नचाहिने हो के अरे डाइरेक्ट सिपालु भाउजूहरु घर अब यस्तै सिपालु बुढी ल्याउ है खोज्दिन भएर क्या सिपालु हो नि खोज्दिन भएर क्या मलाई माथि छ रोटी It's finished. Almost finished. एउटा जाडामा आएको त्यो मिलाले डाउन अब पिसाबो सुना देऊ सुन ठिकै छ अरू मासुमा पर्ला भन्ने भने धारैमा गऱ्यो किन पर्ने सो गाछहरू फेरि भलो आइसकेको छन् यहाँ हाम्रो चाहिँ विशाल दादाले विशाल भाइले घोडाले काट्न बाख्रालाई काट्न गइरहेको छन् बिहाको लागि उहाँ चाहिँ खर्ता खर्ता भाइ उडिम आज चाहिँ बिहाको रोशन दाइ र देवी भाउजूको विवाहको लागि चाहिँ बाख्रालाई देवी भाउजू र रोशन दाइको भोलि ढोबेत छ भोलि 21 गते आज चाहिँ 20 गते काट्न गइरहेको छन् यहाँ चाहिँ 20 मिनेट बाद हाम्रो घरमा है भल
भ्लगमा हेरिन्छ क्या उज्जवल थापा मगर युट्युब च्यानलमा गई सब्सक्राइब गरिदिनु युट्युब च्यानलमा बोले पो अन्त बोल्ने होइन के अहिले हुन्छ नि अहिले के भन्यो नि काम लगा पहिले यहाँ हात चाहिँ धुनु पर्यो पानी आएको उठा उठा पानी आएको उठा उठा नाला सफाइ हो कि यो पानी हो रोटी हालेर यही हातले रोटी हालेर खाएर अहिले यहाँ ल्याएर यो फेरि यहाँ उसको लागि सफा गर्नुपर्ने चमेवन यो ठुन्डो हाल्ने थियो थाहा छैन थाहा कहाँ खाने पानी हो यो बोइल गरेर चाहिँ ठुलो कराइ वाले त्यहाँ ओए बुढिया उन्नु होला फेरि सन्चै सन्चै उठो 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 उड्ने ल यता काट्नु कि काट्नु उठो 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 बस चढ्दा उज्जवलको बालाई उयो दाउरा दे ठेँडा ल्याएर आएको आगो लगाइहालिन्छ नि त्यहाँ स्टोन ल्याएर बाड गर्नुहुन्छ त्यस्तरी अहिलेदेखि खाऊ खाऊ Dahil notolaya nanti muha di berunal. Ya bir bola kau. Wow, payahalin nila. Happy. ओ यहाँले मलाई यहाँले खाम Dinner. हो यहाँले छिटो छिटो आइज
So, भोलिको बेहुलो sorry, it's daughter. Almost done. Amazing. अब चाहिँ सकिन्ला अलमोस्ट डन के भयो सक्यो डन मान्डोमा फिजाउनु परेको मान्डोमा डन Is it ready? एक सरी गराएको अहिले ल यसो अन्त त्यस्तो गरेर त मिलाइदिनु भयो अब भएन झन् त्यस्तो लामो छ त भयो चाहिँ रेडी भइसकेछ यो नि त्यत्रो त कहाँ हुन्छ त त्यति बनाउने अहिले मासु भाइ र मान्दले नगेल तर पारेपछि आनन्द ल यहाँ भुट्नी राख धेरै ठुलो It's masu. Video. यो सबै अर्को सबै आगे हेर्नु छ नि ढौडो भयो iPhone हो क्या क्लियर देखिन्छ क्लियर गर्दैछु नि So is it ready? पाइट जमा ए यो त के हाल्नु कस्तो छ ठीक छ अल्टो गइदा ओके दारु भयो हुन्छ अलि मासु नै सकेन छैन घर ल लाइदे घर ल्याएर दारु भयो मासु नि छ मासु Fish pot, fish तरकारी भात त हुनेछ अब यता ल्याएर यता ल्याएर हालेर एकछिन मासु खाने गरौँ त्यति एकछिन त गाईसँग फोकस गरेर फोकस मेरो मोबाइल यस्तै छ अब मलाई खान्न यति छ के हुँदैछ अझ रोस्ट हो ए यो उहाँ ससुराली लानु ए त्यसै राख्दा बनाउनु यो भोलि लाने हो सब यो होला नि है यहाँ त यस्तो के हो पेरुङ्गो पेरुङ्गोमा रोटी हालेर लाने चाहिँ नि हो यहाँ नि आयो वल्ल खै खाना त